छोडेर नगए। धन्यवाद कार्यक्रम सञ्चालकज्यू आदरणीय एस गरिमामय सभाका सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, निष्पक्षताको कसीमा बसेर न्याय निरूपण गर्नुहुने आदरणीय निर्णायक मण्डलज्यू, नेकपा एमालेका प्रभावशाली नेता आदरणीय सूर्य ढकालज्यू, उपस्थित सम्पूर्ण विद्यार्थीहरू तथा मेरा उपस्थित महानुभावहरूमा म जनज्योति पब्लिक हाई स्कुल कक्षा 7 मध्याह्न छात्रा सन्दीप विश्वकर्माको तर्फबाट स्वीकार्नुहोस् हार्दिक नमस्कार। आज अनेरा सोभियो जिल्ला कमिटी बागद्वारा आयोजित यस महत्त्वपूर्ण वैचारिक मञ्चमा राष्ट्रियता र लोकतन्त्र जस्तो गहन विषयमा आफ्नो धारणा राख्न पाउँदा म आफूलाई अत्यन्तै गौरवान्वित र उत्साहित महसुस गरेकी छु। महोदय, आज हामी यस्तो समयमा उभिएका छौँ जहाँ राष्ट्रियताको परिचय र लोकतन्त्रको भविष्यमाथि चौतर्फी बहस भइरहेको छ। 77 जिल्ला, 7 प्रदेश र 753 स्थानीय तहमा विभाजित हाम्रो यो सुन्दर नेपाल जहाँ बुद्धको शान्ति र पुर्खाहरूको वीरताको सुवास छ, त्यसलाई जोगाउने र सजाउने जिम्मेवारी अब हामी विद्यार्थीहरूको काँधमा आएको छ। त्यसलाई जोगाउने र सजाउने जिम्मेवारी अब हामी विद्यार्थीहरूको काँधमा आएको छ। यहाँ म लोकतन्त्रका प्रवर्तक अब्राहम लिङ्कनको एउटा प्रसिद्ध भनाइलाई सम्झन चाहन्छु। उहाँले भन्नुभएको थियो, लोकतन्त्र जनताद्वारा जनताको लागि र जनताको शासन हो। तर नेपालको सन्दर्भमा म यसमा एउटा कुरा थप्न चाहन्छु, त्यो लोकतन्त्र तब मात्र सुरक्षित हुन्छ जब राष्ट्रियताको जग बलियो हुन्छ। तर नेपालको इतिहासले सिकाएको छ, जहाँ लोकतन्त्र कमजोर हुन्छ त्यहाँ राष्ट्रियता निरङ्कुशताको औजार बन्छ र जहाँ राष्ट्रिय चेतना कमजोर हुन्छ त्यहाँ लोकतन्त्र बाहेक हस्तक्षेपको शिकार बन्छ। नेपाल जस्तो विविधतायुक्त देशमा राष्ट्रियता समावेशी हुनुपर्छ। 142 जाति र 124 भाषाभाषीको भावना समेटेको राष्ट्रियता नै वास्तविक नेपाली राष्ट्रियता हो। राष्ट्रिय निर्माण पृथ्वीनारायण शाहले भने चाहिँ यो देश सबै जातको साझा फुलबारी हो। जबसम्म यो देशको प्रत्येक फुलबारीहरूले हरेक फुलले आफू सुरक्षित भएको महसुस गर्दैन तबसम्म राष्ट्रियता बलियो हुन सक्दैन। तर विडम्बना आज लोकतन्त्रका नाममा भ्रष्टाचार, औजारकता र विदेशीको इसारामा चल्ने प्रवृत्ति हाबी हुन खोज्दैछ। केही मानिसहरू क्रान्तिका नाममा हिंसा र लुटपाटले प्रश्रय दिँदैछन्। तर म सोध्न चाहन्छु कि सिंहदरबारमा आगो लगाएर धम्की दिएर लोकतन्त्र बलियो हुँदैन। जब हामी राष्ट्रिय स्वाभिमानको कुरा गर्छौँ तब आधुनिक नेपालको इतिहासमा जननेता केपी शर्मा ओलीका साहसिक कदमहरूलाई बिर्सिन सक्दैन। उहाँले नेतृत्व गरेको राष्ट्रियता नेपालीका लागि एउटा राजनीतिका पूर्ण जागरण काल थियो, किनभने दशकैदेखि अरूको कब्जामा रहेको लिम्पयाधुरा, लिपुलेक र कालापानीलाई नक्सा समेटेर उहाँले जारी गर्नुभएको हिम्मतै उहाँले देखाउनु भएको हो। महात्मा गान्धीले भन्नुभएको थियो, राष्ट्रियताको वास्तविक बल उसको सेनामा होइन नागरिकको चरित्रमा हुन्छ। नेपाल सानो देश हुन सक्छ तर इतिहासले प्रमाणित गरिसकेको छ हामी कहिले कसैको उपनिवेश बनेनौँ। यो स्वतन्त्रता अग्रजहरूको रगत, पसिना र बलिदानबाट आएको हो र यो स्वतन्त्रतालाई जगाइ राख्नु हाम्रो पुस्ताको दायित्व हो। हिमाल पहाड तराईमा फैलिएको नेपाल बहुजाति धार्मिक बहुभाषिक हुनु हाम्रो कमजोरी होइन, यो हाम्रो शक्ति र पहिचान हो। अन्त्यमा म यति भन्न चाहन्छु, हामी विद्यार्थीहरूले बुझ्नुपर्छ कि हातमा कलम लिएर सुनौलो भविष्य कोर्ने बेलामा सडकमा ढुङ्गाहरू हान्ने राष्ट्रियवादी हुन सक्दैनन्। त्यसैले आउनुहोस्, हामी विद्यार्थी तथा युवाहरू सबै मिले नेपालको समृद्ध जगमा नयाँ युग सुरु गर्ने सङ्कल्प गरौँ जहाँ राष्ट्रियता र लोकतन्त्र नेपालको एउटा बलियो देश बन्छ। पुनः एकपटक यो गौरवशाली मञ्च प्रदान गर्नुभएकोमा अनेरा सोभि जिल्ला कमिटी आयोजकद्वारा यो मञ्च प्रदान गर्नुभएकोमा यो मञ्च